नमस्कार साथीहरू, तपाईँहरूलाई स्वागत छ आजको भिडियोमा। र आज हामी कुरा गर्छौँ नेपालको इतिहास अन्तर्गत कोत पर्वको बारेमा है। कोत पर्वको बारेमा चाहिँ आज हामी कुरा गर्छौँ है। यो सबभन्दा पहिला चाहिँ हामी यसमा बुझ्यौँ कोत पर्व चाहिँ कस्तो घटना थियो है। कस्तो घटना थियो भन्दाखेरि यसलाई चाहिँ हामीले बुझ्नुपर्छ। महारानी राजलक्ष्मीको है प्रिय पात्रहरूको चाहिँ तथा मन्त्री परिषद मन्त्री सदस्यहरूको चाहिँ मन्त्री सदस्य गगन सिंह है, गगन सिंहको चाहिँ हत्या, रहस्यमय हत्या भएको हुनाले चाहिँ यो छानबिन गर्नको लागि कसले मार्यो गगन सिंहलाई भनी छानबिन गर्नको लागि चाहिँ एउटा चाहिँ भेला बोलाएको थियो। त्यसमा चाहिँ त्यही भेलाको क्रममा चाहिँ हानाहान भएर चाहिँ यो कोत पर्व भएको छ है। हामी यहाँ लेख्न सक्छौँ कस्तो घटनामा है। महारानी राज्यलक्ष्मी को प्रिय पात्र तथा मन्त्री परिषदका सदस्य गगन सिंह है, गगन सिंहको हत्या है। गगन सिंहको चाहिँ हत्या रहस्यमय ढङ्गले है। ढङ्गले चाहिँ हत्या भएको थियो र दोषीलाई पत्ता लगाउन एउटा चाहिँ भेला बोलाएको थियो है। दोषी पत्ता लगाउने, दोषी पत्ता लगाउन भेला भएको क्रममा हानाहान भएछ है। जब दोषी पत्ता लगाउनको लागि रानी राज्यलक्ष्मीले चाहिँ भेला बोलायो, त्यही भेलाको क्रममा चाहिँ हानाहान भएछ है। कसको हत्या भएको थियो, कसको दोषी पत्ता लगाउन, कसको हत्या त गगन सिंहको है। कसको हत्या त हामीले यो थाहा राख्नुपर्छ। गगन सिंहको है, गगन सिंहको चाहिँ हत्या भएको थियो है। र यो कहिले भएको थियो भन्दाखेरि हत्या विक्रम सम्वत 1903 भाद्र 31 गते है। भाद्र 31 गते। र इतिहासमा हामी हेर्छौँ भने यहाँ चाहिँ जङ्गबहादुरका है, जङ्गबहादुरले चाहिँ लाल झा द्वारा चाहिँ हत्या गराएको भनेर चाहिँ लेखिएको छ है, लाल झाद्वारा है। यो कुरा चाहिँ थाहा राख्नु होला। कहिले घट्यो कोत पर्व, कहिले भयो यो घटना कोत पर्व, कहिले भयो भन्दाखेरि विक्रम सम्वत 1903 असोज 2 गते। विक्रम सम्वत 1903 असोज 2 गते चाहिँ भयो। र यो कहाँ भयो भन्दाखेरि बसन्तपुर दरबारको चाहिँ कोतको पाटनिङमा है, पाटङ्गिनीमा है यो भएको थियो है। यो कुरा चाहिँ थाहा राख्नु होला है। र यो यसमा चाहिँ सबभन्दा पहिला चाहिँ मरिने व्यक्ति है, पहिलो मरिने व्यक्ति यो चाहिँ थाहा राख्नु होला। धेरैचोटि चाहिँ सोधिसकेको छ यो प्रश्न। अभिमान सिंह बस्नेत है, अभिमान सिंह बस्नेत, अभिमान सिंह बस्नेतको चाहिँ सबभन्दा पहिला चाहिँ मृत्यु भएको थियो है। र कोत पर्वीकी आमा कसलाई भन्छ? रानी राज्यलक्ष्मी
लक्ष्मी रानी राज्य लक्ष्मीलाई चाहिँ कोत पर्वको चाहिँ आमा भनिन्छ है। र यो घटनापछि चाहिँ जङ्गबहादुरले यो घटनापछि है जङ्गबहादुरले शासन हातमा लिएको है, शासन हातमा लिएको। त्यसपछि चाहिँ राणा शासनको सुरुवात यतैबाट भएको थियो है। राणा शासनको सुरुवात यतैबाट भएको थियो र त्यतिखेरको चाहिँ प्रधानमन्त्रीको थियो, त्यतिखेरको चाहिँ प्रधानमन्त्री थियो फतेजङ शाह है। फतेजङ शाह परम थियो फतेजङ शाह, फतेजङ शाह। अनि राजाको थियो भन्दाखेरि राजेन्द्र शाह है, राजेन्द्र शाह। र कोत पर्वमा मरिने प्रधानमन्त्री कोत पर्वमा मरिने प्रधानमन्त्री, कोत पर्वमा मरिने परम फतेजङ शाह, फतेजङ शाह। ल यति नोट गर्नुस्।